नेपाली खाना धेरै खाइयो। आज हामी चिनिया खाना बनाएर देखाउँदैछौँ र यसको नाम छ तावा केवाब र यसको लागि चाहिने कुराहरू छ प्याज, काटेको आलु, काटेको गाजर, खुर्सानी, त्यसपछि यो लसुन र यो क्याप्सिकम र धनिया अनि त्यसपछि लसुनको पत्ता। र अर्को भनेको हामीले चाहिन्छ चिकन र चिकनको सट्टामा मटन पनि प्रयोग गरिन सकिन्छ, तर बनाउने तरिका चाहिँ एउटै नै हो। र यो खानामा छुटाउनै नहुने कुरा भनेको चाहिँ ब्रेड हो, जुन चाहिँ यो चाहिँ कस्तो खालको ब्रेड भन्दाखेरि जुन पिज्जा टाइपको ब्रेड हो। यो आफैले नि बनाउन सकिन्छ र बनाउन आउँदैन भने यो मार्केटमा चाहिँ पिज्जाको ब्रेड मात्र किनेर ल्याएर नि बेक गरेर यसरी बनाउन सकिन्छ र यसलाई स्लाइस गरेर काटेर पहिले नै रेडी गरेर राख्ने। र यो बनाउन हामीलाई मसलाको रूपमा चाहिन्छ टोमेटो केचप, सोया सस, त्यसपछि यो जिराको धुलो, नुन, मरिचको धुलो, आधा चम्चा चिनी र त्यसपछि दालचिनी र एउटा एक्स्ट्रा मसला भनेको चाहिँ यो चाहिँ एउटा चाइनिज मसला हो। यो चाहिँ एउटा हाम्रो नेपालीमा भन्दा बकुला र यो चाहिँ चिल्लीको चाहिँ एउटा सस हो। यो चाहिँ ठमेलमा किन्न पाइन्छ र एउटा एक्स्ट्रा रूपमा चाहिँ हामीले एउटा स्टार्च, यो पोट्याटो स्टार्च पनि हुन्छ र कुनै पनि स्टार्च प्रयोग गर्न सकिन्छ। यसरी तेल तातिसकेपछि यसमा अघिल्लाको हाफ टेबल स्पुन चिनी हालेर यसरी एकछिन गर्न रातो नहुन्जेलसम्मको लागि हामी यसलाई भुट्ने। त्यसै भने चिकन यसरी रातो हुँदै गइरहेको छ अहिले। यसरी चिकन रातो भइसकेपछि अघिल्लाको सबै मसलाहरू खन्याउने। चम्चा सोया सस र टोमेटो सस, आधा चम्चा बकुलाको सस अनि चलाउने मजाले। यसरी सब्जीमा सबभन्दा पहिला आलु, लसुन र खुर्सानी हाल्ने अनि चलाउने अनि पानी हालेर एकछिन छोपिदिने। पानी हालिसकेका छौँ र अब चिकन नपाकुन्जेलसम्मको लागि यसले छोपिदिने। हाम्रो यो चिकन पाकिसकेपछि बाँकी रहेको गाजर र क्याप्सिकम हालेर यसलाई 3 देखि 5 मिनटसम्म नगलुन्जेलसम्मको लागि छोपिदिने। रेडी भइसकेको छ र सबसे अन्तिममा हामी स्टार्च राखेर यसलाई चलाउने अनि यो रेडी भइहाल्यो। रेडी भइसकेको चिकनलाई हामीले माथिबाट प्याज र धनिया छर्केर यसरी राखिसकेपछि यो सर्भ गर्न रेडी भइसकेको छ।